नमस्कार। आज चाहिँ एउटा सामान्य तर गम्भीर मानसिक स्वास्थ्य समस्या डिप्रेसन, जसलाई उदासी रोग पनि भनिन्छ, यसको बारेमा एउटा छोटो जानकारी प्रस्तुत गर्न गइरहेको छु। उदासी रोग भनेको जब कुनै एउटा व्यक्तिमा लगातार 2 हप्ता वा 2 हप्ताभन्दा बढीसम्म उदासी, निराशा, पछि आशाहीन भएको महसुस भइरहेको हुन्छ, जसले गर्दा पारिवारिक सम्बन्धमा, त्यसैगरी दैनिक कामकाजमा र सामाजिक गतिविधिहरूमा नकारात्मक असर परिरहेको छ भने त्यो अवस्थालाई डिप्रेसनको अवस्था भनिन्छ। अब यो डिप्रेसनको कुरा गर्दाखेरि अहिले चाहिँ विश्वमा लगभग 33 करोड मानिसहरू यो डिप्रेसनबाट प्रभावित छन्। लगभग 6 देखि 7% अर्थात् 100 मा 6 अथवा 7 जनालाई के देखेको छ त अहिले डिप्रेसनको समस्या देखिएको छ। यो समस्या अहिलेको युवा अवस्थामा धेरै देखिएको छ र 40 वर्षभन्दा बढी उमेर समूहमा धेरै देखिएको छ। पुरुषभन्दा अलिकति महिलामा धेरै देखिन्छ। अब यसको कारणहरूको कुरो गर्दाखेरि डिप्रेसनको पछाडि एउटा मात्रै नभइकन यसको पछाडि धेरैवटा कारणहरू रहेको छ। पहिलो कारण भनेको लगातार धेरै दिनदेखि तनाव, चिन्ता महसुस हुनु, त्यसपछि चाहिँ पारिवारिक झैझगडा भयो, त्यसपछि चाहिँ सम्बन्ध विच्छेद, आफूले माया गरेको मानिसहरूसँग विवाह नहुनु, माया गरेको मानिसको मृत्यु हुनु जस्ता घटनाहरूले गर्दा पनि हुन्छ। लागु पदार्थ दुर्व्यसन, अनि अर्को कारण भनेको बेरोजगारी, आर्थिक अवस्था कमजोर छ, आफ्नो जागिरको टुङ्गो छैन भने त्यो कुराहरूले उसलाई तनाव, चिन्ता लगातार हुन्छ र यसले गर्दा डिप्रेसन पुर्याउन सक्छ। त्यसपछि वंशानुगत कारण पनि रहेको हुन्छ। यदि कसैको परिवारमा पहिलेदेखि मानसिक स्वास्थ्य समस्याको व्यक्ति थियो भने उसको सन्तानहरूमा यो समस्या देखिन सक्छ। हाम्रो हर्मोनहरूमा भएको परिवर्तनहरूले गर्दा पनि किशोर किशोरीहरूमा यो जुन शारीरिक र परिवर्तनहरू आउँछ त्यसले गर्दा तनाव, चिन्ता लिएर चाहिँ डिप्रेसनमा जान सक्छ। त्यो जटिल प्रकारको दीर्घकालीन रोगहरू लागेको छ, क्यान्सर, मुटु जस्ता रोगहरूबाट प्रभावित छ भने त्यो व्यक्तिहरूमा पनि यो डिप्रेसनको समस्याहरू धेरै देखिन सक्छ। त्यसैगरी यसको अब लक्षणको कुरा गरौँ। यसको 3 वटा मुख्य लक्षण रहेको छ। पहिलो लक्षण भनेको धेरै दिनसम्म उदासी, निराशा महसुस हुनु। त्यसपछि चाहिँ पहिले रुचि लागिरहेको कुरामा अब चाहिँ रुचि हराउँदै जानु। अनि त्यसपछि तेस्रो भनेको शक्ति कम हुनु, काम गर्न मन नलाग्नु, अनि काम गरिसकेपछि तुरुन्तै थकान लागिहाल्नु। त्यो भनेको 3 वटा प्रमुख लक्षण हो भने अन्य लक्षणहरू पनि रहेको छ, जस्तो कि भविष्यप्रति आशा हराउँदै जानु, ध्यान केन्द्रित गर्न कठिनाइ हुनु अथवा ध्यान केन्द्रितै गर्न नसकिनु। त्यसैगरी निन्द्रामा समस्या हुन सक्छ, निन्द्रै नलाग्न सक्ने समस्याहरू देखिन सक्छ। त्यसैगरी भोक धेरै लाग्ने वा कम लाग्ने जस्ता समस्याहरू। अब यसले गर्दा चाहिँ मोटोपनाको समस्याहरू, कि त धेरै स्ट्रेस हर्मोनहरू रिलिज भएर चाहिँ के हुन्छ त, कि त तौल बढ्न सक्छ अथवा कसैमा भोक नलागेर त्यो दुब्लाउने लक्षणहरू देखिन सक्छ। त्यसैगरी मनमा आत्महत्याको सोचहरू आउनु, आत्महत्या गर्ने जस्तो सोचहरू आउनु, त्यो भनेको पनि लक्षणहरू रहेको छ। अब कसरी रोकथाम गर्न सकिन्छ त यो डिप्रेसन जस्ता समस्यालाई? रोकथाम गर्नको लागि सजिलो छ। यसको लागि 3 वटा 8-8-8 वाला रुल भन्छु, जसमा 8 घण्टा काम गर्ने, अनि 8 घण्टा पर्याप्त सुत्ने, अनि 8 घण्टा चाहिँ आफ्नो परिवारसँग, साथीभाइसँग समय बिताउने, अनि आफ्नो मनमा लागेको कुराहरू, तनाव, चिन्ताहरूलाई आफ्नो घरको परिवार, आफूसँग मिल्ने साथीहरूसँग सेयर गर्नाले यो कुराहरू चाहिँ एकदम कम हुन सक्छ। यदि धेरै जटिल छ, आफूले झेल्न सकिराखेको छैन भने मनोपरामर्शकको, चिकित्सकको सल्लाह लिन पनि नबिर्सिनुहोला। अहिले नेपाल सरकारले निःशुल्क मनोपरामर्श सेवा पनि 1166 मा तपाईँले घरबाट पनि यस्तो प्रकारको यदि सोचहरू आइरहेको छ, लगातार तनाव, चिन्ता भइरहेको छ भने चाहिँ मनोपरामर्श लिन सकिन्छ। दैनिक शारीरिक गतिविधिमा ध्यान दिने, योगा गर्ने, लगभग 30 देखि 45 मिनट एउटा व्यक्तिले दैनिक शारीरिक व्यायाम, योगा अनि ध्यान जस्ता अभ्यासहरू गर्नुभयो भने यस्तो मानसिक र शारीरिक रूपमा पनि स्वस्थ रहन सकिन्छ। त्यसैगरी स्वस्थ खानेकुराहरू खाने, सन्तुलित आहार खाने, फलफुल तरकारीहरू धेरै खानुभयो भने चाहिँ पनि यो समस्याहरू कम हुन सक्छ। त्यसैगरी किशोर किशोरीहरूलाई विशेष ध्यान दिने, किशोर किशोरीहरूमा जुन शारीरिक परिवर्तन हुन्छ उनीहरूलाई तनाव, चिन्ताहरू भएको हुन सक्छ। त्यस्तो अवस्थामा त्यसको आमा बुवाहरूले विशेष निगरानी, रेखदेख गर्नुपर्छ, उनीहरूको समस्यालाई बुझिदिनुपर्छ। यदि गाह्रो भइरहेको छ भने मनोपरामर्श लिन पनि पर्छ। हस्त, धन्यवाद।